तपाईले यो थुन्नु हो भने चाहिँ तपाईको चाहिँ सबै तपाईले उ गरेको हुन्छ। हेर्नुहोस् ती मान्छे सबै तामाङको पनि त्यो सबै साम्राज्य सकिन्छ, डिपोजिट गर्दा पनि सबै सकिन्छन्। अनि तपाईको चाहिँ त्यो यो मुद्दा लगेर अभियोग पत्र लगेर हेर्दा कुन चाहिँ माइकेलालले चाहिँ पैसा खाएर चाहिँ यति गरौँ भनेर भन्ने खालको छ। अभियोग पत्रै त्यस्तो बनाएर ल्याएको छ। जस्तै त्यो सहकारी ऐन बमोजिमको कसुर गरेर सबै स्थापित गरेर ल्याएको थियो भनेहरूलाई अलिक अप्ठ्यारो हुन्थ्यो, किनभने त्यहाँ ऐनका सबै कुराहरू छँदै थिए के थिए त्यो एउटा कुरा हुन्थ्यो होइन। लु ऐन बमोजिम जान्छ ठगी त केही गरे ठरिँदै नठरिने कुरामा मान्छेलाई थन्नुहुन्छ त हजुर। यसै तपाईँले तपाईँ हजुरले यसै तर कुरो के भनेदेखि त्यो अब त्यो किनेरको कुरो हिजो सुन्नुभएको भनेदेखि त रोएर मेरो पैसा गुल्नै पर्छ यस्तो के त्यो मध्येका केही मान्छे मेरा घरमै पनि आइसके, केही मान्छे अफिसमा पनि आइसके, तँलाई चाहिँ हामी ठिक गर्छौँ भन्ने पनि भनिसके। अब असै गर्नेलाई पनि अब नभन्ने भन्ने हुन्न। त्यो जस्तै रामप्रसाद श्रेष्ठ भन्ने मेरो क्लाइन्टै रहेछन्, त्यसको 10 करोड कि 12 करोड रहेछ। रिसाउँदै आएको थियो तपाईँलाई त इमान्दार वकिल राम्रो वकिल भनेको थियो, तामाङका पक्षमा त्यस्तो बहस गर्नुभयो तपाईँले भन्दै आएको थियो। अनि मैले हो वकिलले त्यसो वकिलले फेरि आएर गर्नुहुन्छ उहाँको पैसा धर्म हो गर्नुपर्छ त्यस्तो कुरा पनि हुँदैन भन्नु भने होइन त्यस्तो भन्छ त्यो मान्छे त्यहाँ भन्छन् कि भन्छन् यो यस्तो हो कि अब मैले त सुरुदेखि नै हर्ला भनेको सुरुमै हर्ले भन्दा नि पहिला अहिले केही धारणा रमेश बडाल अहिले बस गरेर आउने फेरि त्यो सुनेर ल्याएका छन् फेरि अहिले पनि फेरि बस गर्नलाई ठिक छ। त्यो त बस गर्न पाइयो नि त हजुर, बस गर्छ आज दिनभरि आदेश लेख्न लागिहाल्छ, आज दिनभरि आदेश लाग्नु लेखेर होइन आज आदेश हुने पैसा होइन त्यो होले गरेर फेरि के गर्नु सुन्नु न केही हुँदैन केही हुन्न। माथि म गराउँछु, माथि मेलबाट तपाईँलाई सङ्केत आएन भने नगर्छु है, माथिबाट म गराउँछु। अनि त्यो लिने कुरो पनि म लिन्छु, लिने कुरो पनि म लिन्छु, अलि राम्रै ढङ्गले लिउँ। अब यो अवस्था सोच्दै आउँदैन हेर्छु है, यो आउँदैन। फेरि ठाउँ भएको ठाउँ छ हेर्नुहोस्, ठाउँ छ, ठाउँ नभएको भएहरूले चाहिँ के भने चाहिने भन्नुहुन्थ्यो। मैले चाहिँ अब सुरुदेखि नै हरूले त बरु अलिअलि मानसिकता बनाएको मैले बरु भन्छ म बनाउँछु भन्छन् भन्न लगाएँ मैले। ल अब बाँकी कुरा हेर्नु न तपाईँ, भन्न लगाएँ कुरो आउँछ ल। आज चिया समयमा तपाईँलाई जाने उनले सङ्केत गर्छन् होइन, त्यो हेर्नु होइन नि। अनि मैले त्यति गरिसकेपछिहरूले नै टाइम लाग्यो भने आज दिन आज हुँदैन भोलि हुन्छ भन्दा बुझाएको केही कुरो छैन होइन। यसो सामान पनि ल्यायो भन्नु पर्यो उ गर्नु पर्यो भने त्यतिकै तिनीहरूलाई फोकट्या त किन गर्नु फेरि अनि त्यो त समय नै छैन नि त, समय नै छैन होइन, समय नै छैन। हार्न किन उ गरिस्या भने सबै कुरा गरिसकिसकेपछि यस्तो बेलामा गर्नुहुन्न। सबै म गरिहाल्छु, बाहिर माथिको नै म भनाउँछु, सामान पनि म लिन्छु, त्योभन्दा बाहिर अन्त कहीँ एक्सपोज हुँदैन, केही हुँदैन, डाइरेक्ट डिल गर्छु मैले। यिनीहरूका सबै च्यानल सबै हावा खाए कमीसँग खासमा दरिद्रसँगले यिनीहरू जानै सकेनन्। कति भन्छिन्छ एउटा रिजनेबल गर्नु न गर्नु नि 10 करोडको हाराहारी माग्नु नि पर्दैन राम्रो। अब यही सधैँ यस्तो आउँदैन, अरू बेला गर्ने यस्ता बेलामा एक दुईवटा सिद्धान्त छाड्ने गर्ने, जाहेर गर्दा हित भन्ने, पासपोर्ट रोक्ने, कुनै के गर्ने, एक दुईवटा आइडिया निकालौँ न अरू होइन, त्यो गरौँ। अनि त्यहाँबाट अनि यता चाहिँ झ्याब्राकै 2 जति लिउँ न
माथिबाट तपाईँ राजनाथ सर अहिले गएर मैले नमस्ते गरेर मेरो यति काम चाहिँ तैँले गर्नुपर्छ भन्दा नि गरेन भने त यो जतिको खुदगार्स को हुन्छ त नि पैसाको खाएर चाहिँ लालकाजीको बारेमा अहिलेदेखि यत्रो गरिरहेको छ होइन बोलेर पनि त गर्ने हुने होइन अनि अब मैले चाहिँ यो हो मेरो यो कारणले तैँले गर्नुपर्छ भनेर मलाई फोन गर्दैन त तपाईँ किन गर्दैन फेरि गर्न नहुने चिज भयो हुने यो त लिगल्ली तपाईँ कन्भिन्सै भएको खालि के मिडियाले के लेख्ला कि कसले के गर्ला कि भन्ने कुरा केही गर्दैन त्यो केही गर्दैन नारा जुलुस केही गर्दैनन् माथि जान्छ माथिबाट ऊ पनि भएर आउँछ तपाईँको आदेश सदर भएर ल्याउने सम्मको जिम्मा मेरो हो तपाईँ किन आँट्या म त होइन पहिला बात सकिँदैन कि भन्ने थियो मुद्दा सबै हेरिसकिसकेपछि यो त तपाईँले छोड्नु भएन माथिबाट छोड्छ बेकारमा अर्काका छोराछोरी उ गरेको किन गर्नुहुन्छ तपाईँले है आफ्नै गरौँ न ठिक छ म भन्न लाउँछु यहाँ सुन्छु माथिबाट भन्न लाउँछु पैसा म बेलुका समातिसक्छु त्यो 50 करोड माग्दा त्यो यसै चुन्ने भयो यिनीहरूलाई 10 करोड हो सानो पैसा सुन्नु न त्यो ठिकै छ कि तर त्यो कसै जागिर खाइन्छ कि मलाई डर लाग्ने हो कसरी खाँदैन जागिर यो अनि उच्चलमा लगेर उच्चमा सरकारी बिल जान्छ सदर गरेर ल्याउने मेरो काम हो अनि त्यस पछाडि कसरी जागिर खान्छ कस्तो कुरा गर्छ होला यो पत्रिकामा आउँदा आएकै आधारमा गर्ने हो भने त हजुरहरू जस्तो मान्छे न्यायाधीशहरू के काम लाग्यो यो त यो पत्रिकामा आउने र यो उ गर्ने हो भने त तपाईँले यसै तारिखमा छोड्नुपर्ने मान्छे छ इस्युको आधारमा साह्रै खुट्टा कमाउनुमा टेक्दैन खुट्टा भन्नुहुन्छ नि त नगरौँ कुरा होइन तर माथिबाट कुरा आउँदा पत्र पत्रिकामा आएर सबै छल्ला भएर के हो त्यसो भने किन त्यो बेकारमा गोला तान्यो त त्यो अर्कै काम परेको हुन्थ्यो यत्रो चाहिँ यो 1.5 महिनासम्मको टेन्सन बेकारमा घरको किन उ गरिरहेको त अब ठाउँ नभएको भए एउटा कुरा हुन्थ्यो कि मान्छेको त तिनीहरूका पक्षमा पनि 2-4 कुरा लेखौँला न यो गर्ने पासपोर्ट गर्ने विदेश जान नपाउने होइन उसमा बस्नुपर्ने भन्ने के हुन्छन् 1-2वटा अब हात मलाई के थाहा हुन्छ र हरलाई त्यो सबै आइडिया सबै छ नि जुन अनि विदेशी अनि हुन्छ अनि के गरौँ त प्रधानमन्त्रीसँग टाइम लिउँ भन म त अहिले 70% हुन्छ 1 नम्बरलाई बोलाएर भनिदिन्छ ल 1 नम्बरलाई त्यही भन्ने दाहरूले राजलाई बोलाएर राजलाई बोलाएर भन्नु राजुले तपाईँलाई भन्छ ल मैले सुरु गरेँ त्यहाँबाट आएपछि पछाडि हट्न पाइसिन्न फेरि अनि यो अरूसँग धेरैसँग कुरा नगरिसक्यो फेरि तपाईँ म अरूसँग अमिका समिकासँग भयो भने त यो त फेरि कहाँ